मस्तले सबजना आफ्नो आफ्नोमा बिजी छन् तर म चाहिँ अलिकति लागेको छ नि यहाँको भ्यू यहाँको जुन अलि पर हो चाहिँ तिनजुरे डाँडा अनि त्यो पल्लो पहाडमा चाहिँ एउटा तिनजुरे हाइट भन्ने छ क्या त्यहाँ पर हेर्नु है हाम्रो 3जना मेम्बर कहाँ पुगिसक्नु भएको छ अरे खोलातिर अब यहाँ थोरै सक्लेटले सपिङ गर्नेवाला छौँ त्यसपछि निस्किनेवाला छौँ कहाँ छौँ हामी सो गुड मर्निङ गाइज बिहान भइसकेको छ सो होइन उठिसकेको छु बेडमै छु फ्रेस भएको छैन जस्ट अगाडि हेर्नु सनराइज पनि कस्तो मिठो भइरहेछ योभन्दा अगाडि मैले पोर्ट्रेटको एउटा जस्ट टाइम ल्याप्स बनाएको थिएँ त्यो हालिदिन्छु अगाडि होइन त्यो हेरिसक्नुभयो होला अनि निद्रा त ठिकै भयो भन्दा पनि हुन्छ मलाई राति अलिकति ज्वरो आइरहेको थियो कि मन खराब भइरहेको थियो द्याट्स वाइ अलिकति त्यस्तो हुन्छ नि चिसो अलिकति छ क्या यहाँ धेरै अनि द्याट्स वाइ अलिकति त्यस्तो मजाले पनि भन्न मिल्दैन कि भयो भनेर तर निद्रा राम्रै भयो ठिकै भयो तर बिहान उठ्ने बित्तिकै यस्तो नजारा हेर्न पाउँदा त उफ वाउ कहाँ आइपुगेको छु म जन्नतमा टाइपको फिल भइरहेछ क्या पुरै हेर्नु जता हेर्नु त माउन्टेन चलो अब म जाँदैछु फ्रेस ब्रस गर्छु अलिकति फ्रेस हुन्छु तातो पनि खानुपर्छ किनभने अलिकति राति 12-1 बजीतिर उठेको थिएँ बढी ज्वरो आएर कारणले र अहिले चाहिँ ठिक लागिरहेछ द्याट्स वाइ तर त्यो पनि तातो पानी गरेर तातो पानी पिउँछु अलिकति बिहानमा न अलिकति किनभने आज निस्किनु छ हामीलाई द्याट्स वाइ अब फटाफटले फ्रेस हुन्छु अनि बाँकी म्यामहरूलाई पनि यसो सोध्नुहरू के गरिरहेछन् उठेको उठेनन् द्याट्स इट अहिले चाहिँ फिलहाल स्वर कस्तो भाँसिरहेछ अहिले चाहिँ फिलहाल त्यस्तो टाइपको हुन्छ नि चिसो चाहिँ त्यस्तो फिल भइरहेको छैन किनभने हावा चलिरहेको छैन नि त हेर्नु है हावा चलेकै छैन द्याट्स वाइ हावै चलेको छैन अनि बाहिरबाट त झन् मजा आइरहेछ हामी हिजो त्यो पल्लो डाँडामा गएको थियौँ त्यही हो माथि एउटा देखिरहेछ मन्दिर जस्तो त्यही हो माथि पाथिबाट मन्दिर त्योभन्दा अलि पर हो चाहिँ तिनजुरे डाँडा अनि त्यो पल्लो पहाडमा चाहिँ एउटा तिनजुरे हाइट भन्ने छ क्या जुन लास्ट इयरमा पनि मैले ब्लगमा देखाएको थिएँ जुन बेला मेरो एक्सिडेन्ट पनि भएको थियो त्यही टाइमको बेला हो त्यो पल्लो पहाडमा हुन्छ तर अहिले चाहिँ लाइक बिहान मर्निङमा क्या क्लियर देखिरहेछ उताको पहाड हेर्नु है फुल्ली यता चाहिँ अलिकति मधुरो देखिरहेछ बाँकी त ठिकै छ भन्दा पनि हुन्छ माई गॉड म्यामहरू पल्लो रुममा हुनुहुन्छ तर कोही बाहिर नै निस्किनु भएको छैन इट्स टाइम टु से गुड बाई दिस ब्युटिफुल भ्यू होइन अब हामी यहाँबाट निस्किरहेछौँ अगाडि बिचमा हामी स्टप गर्ने बेला छौँ अब हेर्दै जाउँ कहाँ स्टप गर्छौँ सो बाँकी सबै तपाईँलाई देखाउने छु हेर्दै गर्नु होला सो फटाफटलाई यो ब्युटिफुल भ्यूलाई ब्युटिफुल सन्स राइजलाई होइन यो ब्युटिफुल माउन्टेनलाई बाई बाई भन्दै निस्किरहेछौँ हामी सबैजना यहाँबाट होटल याक्सबाट एभरेज हो इट इज नट द्याट मच गुड नट द्याट मच लो भन्दा पनि हुन्छ यो होटल इट्स एभरेज होटल्स तर यहाँ बसन्तपुरको चाहिँ लाइक सबभन्दा राम्रो होटल चाहिँ भन्ने चिनिन्छ है होटल याक भनेर लुक दिस माई आउटफिट सो आइ एम लुकिङ लाइक दिस Sasa, say hello. So we are finally leaving the hotel Yak. Huh? के चाहिँ? कुन ढोका? So we are going to एउटा यहाँ पार्क छ बसन्तपुरमा होइन त्यो पार्कमा 50 रुपियाँको इन्ट्री फी पनि लाग्दो रहेछ यही हामी आएको छौँ थोरै यसो कुद्नलाई होइन सासे यस भन यो सानो सानो घरहरू सानो त के भनौँ राम्रै घरहरू छ पुरै गाउँले पाराले पहाडे पाराले आर्किटेक्चर पुरै हुन्छ नि कस्तो मिठो 3-4वटा घर अरे आई थिङ्क यहाँको लोकल अनुसारले भन्नुभएको आन्टीले भने अनुसारले यहाँ चाहिँ होमस्टे टाइपको पनि छ बस्न पनि मिल्छ राति आएर अरे है तर थाहा भएन हामीलाई थाहा पनि थिएन
नभए एक्सपिरियन्स पनि यस्तो ठाउँमा पनि केही छैन। यहाँको घरहरूको डिजाइन हेर्नुहोस् है। त्यसपछि यहाँ तल एउटा सानो पोखरी पनि छ, पोखरी टाइपको एउटा ताल। त्यसपछि पछाडिको भ्यू हेर्नु, उफ यस्तो ठाउँमा बस्नु पाए कस्तो मजा आउँछ। उफ स्वर्ग। साँच्चीकै भन्छ नि मान्छेले नेपाल भनेको स्वर्गै हो। जुन पहाडको भ्यू, यहाँको कल्चर, इट्स सो युनिक। मस्तले सबजना आफ्नो आफ्नोमा बिजी छन्, तर म चाहिँ अलिकति हुन्छ नि यहाँको भ्यू, यहाँको जुन एउटा कल्चरल टाइपको एउटा जुन भाइब छ, त्यो भाइबलाई इन्जोय गरिरहेको छु। सबैजना आफ्नो आफ्नो ठाउँमा बिजी छन्, कोही कता छन्। इट्स ओके। म आफ्नो एउटा सेल्फ टाइम भन्छ नि, त्यो टाइमलाई इन्जोय गरिरहेको छु। एक राम्रो ठाउँ छ, चिटिक्क शान्त ठाउँमा छ होइन, सफा सुगर बेस्ट। अरू पनि मान्छे आइरहेछन् त्यहाँ नै। एक्चुअलमा म्युजियम यही भित्र रहेछ, तर भित्र चाहिँ एलाउ थिएन फोटो र भिडियो केही पनि। द्याट्स वाइ देखाइनँ मैले। सासा हामी कहाँ पुगिसकेका छौँ थाहा छ? वी आर एट द हिले। सो हामी यतै खाना कतै खान्छौँ, त्यसपछि अगाडि निस्किने प्लानमा छौँ। हामीलाई सिकाउँछ ल हाम्रो आजको लन्च। उता आएको छैन, यता चाहिँ भइसक्यो, स्टार्ट भइसक्यो हाम्रो। ल हे गाइज, हामी तमोर ब्रिज आइपुगेका छौँ होइन। अनि सबैको यहाँ यस्तो छन् होइन। यस्तो ल हाम्रो यहाँ ब्रिज तमोर खोला। सरी अनि फोटो लिँदा राम्रो आउँछ। त्यहाँ पर हेर्नु है, हाम्रो 3 जना मेम्बर कहाँ पुगिसक्नु भएको छ अरे खोलातिर। हामीले कहाँ गयौँ भनेको त्यहाँ पर पुगिसक्यो। हेलो हेलो
are at the Bhereta, right? That's what This is not Hatia, baby. We are at the Bhereta. हामीले अब यहाँ थोरै चक्लेट सपिङ गर्नेवाला छौँ, त्यसपछि निस्किनेवाला छौँ. कहाँ छौँ हामी? हटियामा छौँ रे हामी. सुन्तला खाने? के खाने त? के खाने त? के तिमी के खाने भन्छ? एभोकाडो खाने? एभोकाडो. अरे हामी बिचमा अलिकति सर्ट ब्रेक खाजा ब्रेक लिइरहेको छौँ रेस्टमा होटलमा. सबैजनालाई वेलकम. ल मैले खिच्दिएँ. यो मोमो चाहिँ कसैको होइन है, मेरो हो. कसैले हात नलाउनु होला प्लिज, कृपया गरेर. मैले ब्लगमा हालिदिएको छु यहाँ. यो गाई होला नि अरे क्या. त्यस्तो नभन्नु न दिदी. तपाईँले म दिदी भन्छु कि भाइको यहाँ खाना काट्ने तपाईँ. We are finally reached at the कहाँ भन विराटनगर भन. बाई बाई सासे. खोइ बाई बाई पहिले सरलाई बाई बाई भन्नु पर्दैन. मजाले भन बाई बाई. अब कहिले भेट्ने थाहा छैन. बिस्तारै स्लोली बाई 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 बाई. ल बाई बाई गरौँ न. खोइ सप्नु फेरि रोइदिने एकचोटि तपाईँ पनि.
सो गाइज फाइनली सबैजना आफ्नो आफ्नो घर पुगिसकेका छन्, म पनि आफ्नो रुम पुगिसकेँ। सो इट्स अ गुड एक्सपिरियन्स, गुड मेमोरिज, गुड होइन एउटा टाइम भन्दा पनि हुन्छ तपाईँले जस्ट सबैले जतिजनाले हेरिदिनु भयो यो दुईवटा भ्लग चाहिँ धेरै सिरिज त लङ सिरिज नै हो नि दुईवटा भ्लग। थ्याङ्क यू सो मच फर वाचिङ। यसरी नै भिडियो हेर्दै गर्नु होला। तर यति भन्छु कमेन्ट चाहिँ गरिदिनु होला हजुरलाई कस्तो लाग्यो भ्लग होइन, या अरू लाइक केही मिस्टेक लाग्यो भने अरूमा इम्प्रुभ गर्न सक्ने कुराहरू भनिदिन सक्नुहुन्छ भने प्लिज कमेन्ट गरिदिनु होला। त्यहाँबाट म इम्प्रुभ गर्दै जान्छु आफूलाई होइन। अलिकति अब टाइम नपाएर मात्रै रेगुलर भ्लग अपलोड गर्न नपाएको छु। आई विल जस्ट रेगुलर अपलोड गर्न ट्राई गर्छु सकेसम्म, किनभने काममा व्यस्तता हुन्छु, केही छैन। बाई बाई, सी यू अन्टिल नेक्स्ट भ्लग।